यसमा चाहिँ कसैलाई तपाईँहरूलाई नि सहयोग गर्न मन लाग्छ भने मैले देखाइदिएको छु। यसमा क्युआर गरिदिँदा पनि हुन्छ, यहाँ आएर भेट्न पनि सक्नुहुन्छ है त। इच्छुकहरूलाई सेवा गर्न मन हुनेहरूलाई है त। लोकेसनमा अलिकति कन्फ्युजन आउँदै राम्रो। यो कसको? खै विजय ए नमस्कार। ल लिनु के नाम हो तपाईँको? विजय विजय के मगर हो? के मगर तपाईँको? अजय मगर के भएर? अपाङ्ग सरोकार केन्द्र है त। यो हजुरहरूलाई पनि सेवा गर्न मन लाग्यो, सहयोग गर्न मन लाग्यो भने चाहिँ यहाँ आउनु होला। खानुभयो? घर कहाँ थियो तपाईँको? पोखरा हो? कति भयो त? गुड मर्निङ साथीहरू, सबैजनालाई छजालो भन्न चाहन्छु। म चाहिँ बिहानको 9 बजेतिर चाहिँ भिडियो स्टार्ट गरिरहेको छु। आज चाहिँ मैले पुण्य काम गर्न जाँदैछु। मेरो भिडियो हेरेर तपाईँहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव पनि दिनु होला है त। म फेरि जाँदैछु, बाई बाई। खै ट्याक्सी ट्याक्सी खै? यो ट्याक्सी होला जस्तो छ। आमा उता छ। यहाँ चाहिँ मैले अन्डा पनि प्याक गरिसकेँ। त्यतिले धन्ला यतापट्टिबाट ढल्ला नि। त्यहाँ खाना बनाइसकेको छ। अब यो त अलिकति यसो कोसेली जस्तो मात्रै हो। 2 किलो हो? कति हो अङ्गुर? कतिको अरे अङ्गुर? 470। अनि बिस्किट 5वटा है? कतिवटा? 6वटा हो होइन? 1 2 3 4 5वटा हो। 1 2 3 4 5वटा हो। 5वटा बिस्किट अनि 470 भन्नुभयो अन्डाको हो? ए अन्डा यो ल म चाहिँ झन् यता आइदिएर खोल्नु त। अन्डा बिस्किट हामी चाहिँ झन् छिटो पुगौँ भनेको। यहाँ बसले चाहिँ नि बाटो अवरुद्ध गरेर कति लामो बस। अब यहाँबाट झन् जानु आँटेको त टाइमै पाएन। यो कहाँ आइपुग्यो हामी? ए माछा पोखरीको साइडमा छ अरे। तपाईँलाई थाहा छ नि लोकेसन? अब हामी जाँदैछौँ। यहाँ भाउजू आमा यहाँ दाइले पुऱ्याउँदै हुनुहुन्छ अमृतसरले। बिचराहरू भोकाइसक्यो होला। हामी यहाँ जाममा परे माफ गर्नु होला। इगल होइन त्यो। अब मान्छेलाई के खालको? अब गुरुङलाई गुरुङ नभनेर के भन्ने त बिचराहरूलाई? हामीले नराम्रो मान्ने भन्ने होइन नि त। डिस्टर्बिन त आँखा नदेखेकोलाई भयो। अपाङ्ग त अपाङ्गै भयो नि। यहाँबाट हामी जाँदैछौँ। यहाँ रानी के अरे पानी पोखरी कहाँनिर हो? माछा पोखरी। ए माछा पोखरी ओ यता रे कता हो? देखाएको छैन। यसरी हामी जाँदैछौँ है। लोकेसनमा अलिकति कन्फ्युजन भइरहेको छ तर ठिलो पनि होला। जान्छ नि बाइकहरू टन्नै राखेको। त्यहाँनिर आइसकेको छ है आश्रममा। यहाँनिर यसो टिका लाउने कार्यक्रम छ के यसो पहिला हजुरहरूलाई यसो आएर स्वागत गर्छौँ हामी भन्नु न। ए त्यस्तो गर्नुपर्छ र? अब यसो आएको पाउनु
बिचरा हामीले सबैले लगाइदिनु भएकोमा फेरि आउँदै गर्नुहोस् खुसी लाग्यो लगाइदिनुहोस् दाइहरू घरिघरि फेरि आउँदै गराउनु आमा कस्तो मजाले बजाइरहेको उठेको खिच्नु ल धन्यवाद ल ल हजुरहरूको हातबाट ल हिँड्नु आउनु छाता सबै भात खान जाऊँ भोक लाग्यो होला हामीले ढिलो गरिदियो है यहाँनिर चाहिँ सबैजनाहरू हुनुहुन्छ नमस्कार है भोक लाग्यो ढिलो भयो हामीले गर्दा है यहाँ चाहिँ हामीले खुलाउँदैछ दिनु न लगेर दिँदा पनि हुन्छ है मैले त पसिनु त जान्दैन तपाईँहरू गरिरह मान्छे तपाईँहरू होइन मासु खानुहुन्न ए भाइलाई भन्नु एकैछिन समात्दैन तपाईँ अलि टाढा खै दिनु यो कसको यो किसुलाई लगिदिनु है हो किसु भने उता बाहिर दिने उता दिने क्याप टोपी लगाएको ए यहाँनिर तपाईँ यतै बस्ने हो तपाईँ यतै बस्ने हो किसु भनेको ए हजुर यहीँ बस्ने तपाईँ मासु खानुहुन्न ए तपाईँले खाँदै हुनुहुन्छ सजिलो बस्यो खै दिनु न यो कसको ओहो बरु पानी लिएर आउनुपर्ने रहेछ होइन होइन तपाईँहरू खानु न यो कसको कसको यो भित्र हुनुहुन्छ के नाम हो विजय आउनु नाम दिने कता खै विजय ए नमस्कार ल लिनु है चम्चा यो हो ल कहाँ राखिदिउँ यहाँ माथि यहीँ राखिदिने ल तपाईँहरू खानु ए अघि नै खाएको ए ल ल ल खानु है पानी छ ए ल ल तपाईँले हातले खाने हो
खै त यहाँ खाँदै हुनुहुन्छ पानी ल्याउनु पर्ने रहेछ पानी छ पानी चाहिँ कहाँ यो भर्छ कि मेनम चाहिँ आउँछ होइन नि यहाँ कल छ त्यो भाडासँग मान्नलाई खानालाई चाहिँ अरू दार्कै झार्ने हो ए हो पानीको दुध कलमा राम्रै आउँछ अहिले पनि खानु है घाम भयो तपाईँलाई घाम भयो यता बस्ने हो त्यहीँ बस्ने घाम भयो यता यता सर्ने यता बस्नु घाम भयो यता बस्नु ठिक छ सबै बोल्न त बोल्छन् कोही बोल्दैन मेरो घर पोखरा के चाहियो हो यहाँ बस्नु ल ल बस्नु कसलाई के चाहियो मासु खान्न पानी यो गिलास कसको यो हो ल अब आइपुग्नु मासु भन्ने हो जे छ त्यही खानु के गर्ने है अब 20 लाख छ भने हामी सँग चाहिँ कोही छैन हैन नमस्ते सरकारले पनि अनि यो लाइन्सबाट कहिले आउनुहुन्छ विलचेयर त लगभग पुगेछ भत्ता आउँछ होला नि भत्ता 4,000 पूर्ण रूपमै असक्त भयो भने 4,000 हो अब यहाँ त्यस्तो क्याटेगोरी छ कि कुन अनुसारको चाहिँ रकम हो यो व्हिल चेयरमा हेर्ने चाहिँ यसरी फुलाउँदैछौँ हामी चाहिँ यो चाहिँ आश्रम हो है 54 जना 54 जना टोटल छन् यहाँ चाहिँ आज चाहिँ मैले यहाँनिर उहाँहरूलाई सानो सेवा गर्न गइरहेको छु यो के अपाङ्ग सरोकार केन्द्र है त यो हजुरहरूलाई पनि सेवा गर्न मन लाग्यो सहयोग गर्न मन लाग्यो भने चाहिँ यहाँ आउनु होला अध्यक्ष उपाध्यक्ष कोषाध्यक्ष सचिव यहाँनिर हुनुहुँदो रहेछ सहसचिव सल्लाहकार फोन नम्बर चाहिँ यो रहेको छ यहाँ चाहिँ यस्तो छ है यो आज मैले उहाँहरूलाई उ गरेको तपाईँहरूलाई पनि इच्छा छ भने आउनु होला
भात दिने भयो उहाँले दालहरू खान्न दाल हजुर ए के भयो ए अल्सर भएछ यहाँ के भयो त्यस्तो हाँस्नु भयो त दिदीलाई भात पुग्यो तपाईँलाई पनि पुग्यो लिएर हाँसेको दाल दिने हो दाल दिने पुग्यो तपाईँ उपाध्यक्ष त्यहाँ हेरेको मैले हजुर ए बच्चाहरू के यहाँ ए बच्चा यहीँ आएर पाएको ए म त यहाँ कोठा कोठा पनि देखाउँछु यहाँ हुनुहुन्छ कतिजना हुनुहुन्छ यहाँ 3 जना तपाईँलाई भात पुग्यो अब यतापट्टि पनि छ खानुभयो खाँदै हो मोबाइल हेर्दै खाँदै पुग्यो ओहो गजब रहेछ त मोबाइल हेर्दै खाँदै त भारे मोबाइल हेर्दै खानु पाएपछि त फेरि यता खानु बिर्सेर यता मात्रै हेरेको गर्ला के नाम हो तपाईँको विजय विजय के मगर हो के मगर तपाईँको अजय मगर ए तपाईँको ए तपाईँ नि यहीँ बस्नुहुन्छ र होइन ए आफ्नै दाजुभाइ हो ए को ठुलो ए दाइ ठुलो ए अनि यहाँ कहिलेदेखि हो त यहाँ 7-8 वर्ष भयो घर चाहिँ कहाँ थियो नवलपरासीबाट आएको हाम्रो पनि चिताउन हो खायो भात है ल बस्दै गर्नु ल ए यहाँ चाहिँ किचन पनि रहेछ किचन हजुर हामी ढिलो भयौँ भोग लाग्यो होला है कति वर्ष पुग्नु भयो यो के हो यहाँ घोसलाई खै खै छर्नु त यो चुच्चो ए कान कोट्याउने नि त्यही राखेको कसरी कोट्याउने त कान त्यही राखेपछि यता त को छ नि त यता पनि छ मान्छे हो यहाँ को हुनुहुन्छ खानुभयो ए 3 जना यहाँ नि खाना खानुभयो ए कति राम्री भएर बस्नु व्हील चेयर त कतिवटा छ कलङ्की त्यही हो चितवन तपाईँ के नाम तामाङ हो ए हामी गुरुङ हो बच्चैदेखि यस्तो भएको यो के भएर चल्दैन यो दुइटै खाना खानुभयो व्हील चेयर त कति पर्छ एउटालाई
फुल चाहिँ त 2-3 लाखसम्मको हुन्छ तर सामान्य 45-50 पर्छ ए एउटाको ए नभए तपाईँको त त्यो एउटा हुँदो रहेछ नि आफै किन्ने खालको त्यो त महँगो पर्दो रहेछ नि हो खानुभयो घरका थियो तपाईँको पोखरा हो कति भयो त आएको म चाहिँ 6 वर्षदेखि नि ए हो पोखरा नै चितवन ए चितवन पनि छ अरे त कहाँ चितवन नलपरास हामी पनि चितवन हो चितवन कुन ठाउँ नारायणघाट भरतपुर भात भयो तपाईँलाई थप्ने कि भयो भएको बोल्नुहुन्न हो ए नमस्ते के भन्नुभयो के भन्नुभएको छ कति वर्ष पुग्नुभयो ए सबजना मोबाइल खेल्दै खाँदै रहेछ हस् सुक्खा खानुभएको त सुक्खा खानुभएको त उपाध्यक्ष तपाईँ अध्यक्ष ए हो कलङ्की बस्छ ल लास्ट भएछ भयो आहा के भयो पहेँलो भएको यस्तै हो ए बाहिरबाट पनि छैन सहयोग छैन त्यस्तो बाहिर केही सहयोग छैन त्यहाँबाट मान्छेले भन्छ विदेशबाट आउँछ भन्छ यहाँ त त्यस्तो तपाईँ जस्तो आइदिए हुने हो नभए त हाम्रो विदेश त 1 रुपियाँ कसैको सहयोग छैन त्यो एउटा अपाङ्गता भत्ता हो सरकारले दिने भनेको त्यति हो भत्ता त उहाँहरूले आफै राख्नुहुन्छ होला उहाँहरूले अब औषधि खानु पर्यो सबै बच्चा बच्ची छन् होइन अनि बाहिरबाट पठाउनु त मिल्छ मिल्छ के छ तपाईँहरूले के गरेर हाम्रो खाता नम्बर खै दिन्न त मलाई ओ खै दिनु म अनि आउनै पर्छ भन्ने छैन नि त होइन अब हेरियो आएको बेलामा होइन अब आफू यहाँ नभए बेलामा त कसरी खाना भिडियो पठाइदिनु भन्ने भिडियो त्यो जरुरी छैन मनले गर्ने हो नि देखाउन कसलाई छ र होइन देखाउनै पर्छ भन्ने छैन नि त अन्डा ल्याइदिएछु अङ्गुर ल्याइदिएछु बिस्कुटहरू बाँडेर खानु होला है 2टा दिन क्युआर यसैमा छ ल यसमा यो चाहिँ यसमा चाहिँ कसलाई तपाईँहरूलाई नि सहयोग गर्न मन लाग्छ भने मैले देखाइदिएको छु यसमा क्युआर गरिदिँदा पनि हुन्छ यहाँ आएर भेट्न पनि सक्नुहुन्छ है त इच्छुकहरूलाई सेवा गर्न मन हुनेहरूलाई है त चलिरहेछ यसो चारैतिर यसो घुमाउँदै गर्नु ल यहाँ उहाँ पनि मिल्न पर्यो नि अब यसो फोटो खिचेर लामो भयो भने त क्यामेरामा कभर गर्दैन नि त धेरै लामो भयो भने त क्यामेरामा आउँछ त आउँदैन क्यामेरामा यता उ त्यहाँ ल यसरी हामी चाहिँ अनि एउटा फेरि आज घरतिर लाग्छु ल ग्रुपमा बस म अनि फोटो खिच्ने
उभिन सक्ने पछाडि त्यहाँ आउँदैन क्यामेरामा आउँदैन यता बस्नुपर्छ यति लामो भयो नि त क्यामेरामा आउँछ त यसरी खिच्नुपर्छ अनि मान्छे चिन्दैन ल यता जानु न आमा यता जानु न यो एकछिन भिडियो गर्दै गर्नु यहाँ चालु भइरहेछ हैन अनि एकछिनपछि सबै मिलेपछि फोटो भनेपछि चाहिँ तपाईँ बिचमा बस्नु नि तपाईँ फोटो गरौँ त फोटो गरौँ धन्यवाद ल फेरि आउँदै गर्छु है यता आएको बेलामा समय मिलाएर फेरि आउँछु म नआए पनि उतैबाट है ल हजुर हस् कहिलेकाहीँ सुर आफै पनि आइहाल्छ नमस्कार सबैलाई बाई बाई ल बाई बाई सबैलाई फेरि आउँदै गर्छु है ल हस् नमस्कार ल बाई बाई गएको दुईजना तकिदेखि चलेछ रे हाँसेको छ ओके बाई ल बाई है ल सबैलाई बाई गएँ ल भाइ भाइ कल गर्दै गर्नु न है हस् हामी चाहिँ अब यहाँबाट बिदा भएर नमस्कार बिदा भएर जान्छौँ उहाँ त भर्खर आउँदै रहेछ त ल यहाँबाट हामी चाहिँ जान्छौँ फोटोमा छुट्यो नि फोटो खिच्न पाएन नि हामी फोटो खिच्यौँ ग्रुपमा यति भन्दै आज चाहिँ म यो के भन्छ आश्रमबाट निस्केँ होइन बिचरा सबैलाई चाहिँ हातखुट्टा नभएकोहरू यताउता थियो मैले सकेको जति सकेँ त्यति नै गरेँ है तपाईहरुलाई पनि इच्छा छ भने फेरि पनि हजुरहरू पनि त्यही मैले त्यहाँ भिडियोमा नम्बरहरू हुन्छ तपाईहरुले पनि सहयोग गर्न सक्नुहुन्छ है त यति भन्दै आजको भिडियो चाहिँ म यहीँ टुङ्गाउन चाहन्छु लगभग दिनको कति 12 बज्न लाग्यो होला हामी चाहिँ नि ढिलो आइपुग्यौँ 10 साढे 10 कति बजे आइपुगेको थियो यहाँनिर उहाँहरुसँग सबैसँग बिदा भएर ल है त जाँदैछौँ यति भन्दै लागे बाई बाई सी यू अन द नेक्स्ट ब्लग